मेरोगी रेडियो धनगढी रेडियो धनगढी रेडियो धनगढी 90.5 मेगाहर्ज सुनौ मन खोलेर। रेडियो धनगढीको पृथक कार्यक्रम आवाज मेरो गीत। सनि सपनि सगम पगम पनि पम पगम सपम प सम गम सग सनि सपनि सग बिर्सेर मलाई टाढा भइदियो अब फर्की हेरिन देऊ एउटा मान्छेको मायाले कति फरक पर्दछ कभी जो बादल बरसे मैं देखूं तुझे आंखें भर के तू लगे मुझे पहली बारिश की दुआ आज मेरो गीत। हरेक शनिबार साँझ 7 देखि 8 बजेसम्म आवाज मेरो गीत आरजे सागरको साथमा सुन्ने प्रयास गर्नुहोला। आवाज मेरो गीत। ओके, शनिबार साँझको 7 बजिसकेको छ र अबको पालो हो AMG लेट्स बिल्ड अ म्युजिकल नेटवर्क एन्ड फिल द भाइब फिल द म्युजिक सुन्दै हुनुहुन्छ र फुल अफ म्युजिकल शो विथ द एक्युस्टिक नाइट हो जसलाई तपाईँ सुन्दै आइराख्नु भएको छ हरेक शनिबार साँझ 7 बजेदेखि करिब 8 बजेसम्म तपाईँ सुन्दै आइराख्नु भएको छ र यतिखेर हामीलाई सुनिराख्नु भएको छ गृह जिल्ला आसपासका क्षेत्रहरूमा र त्यसै गरी सुदूर तथा मध्यपश्चिमाञ्चलका कुना काण्डामा पनि सुन्दै हुनुहुन्छ भने वर्ल्ड वाइड सुन्दै हुनुहुन्छ www.radiodhangadhi.com मार्फत। र यदि तपाईँले हामीलाई हरपल नजिक राख्न चाहनुहुन्छ भने अर्को मिडियम भनेको चाहिँ मोबाइलको प्ले स्टोरमा गएर चाहिँ त्यहाँ सर्च गर्नुहोस् सुदूर रेडियो र त्यहाँ रेड आइकनलाई डाउनलोड गर्न सक्नुहुन्छ र हामीलाई मजाले यो परमा सुन्न सक्नुहुन्छ र प्रोग्रामको साथमा छु म सिजिली हो सागर भने टेक्निकली सपोर्ट गरिराख्नु भएको छ साउन्ड इन्टेकमा हाम्रो पुष्पजीले र आज स्पेशल रहनेछ AMG र हाम्रो माझमा सुदूरपश्चिममा एउटा क्लासिकल फर्ममा देखा परेका र एकदमै ट्यालेन्टेड सिङ्गर पनि हुनुहुन्छ र उहाँ चाहिँ अहिले सुदूरपश्चिममा राम्रो चाहिँ गरिराख्नु भएको छ। उहाँसँग पनि रमाइलो कुराकानीको साथमा आज उहाँका सङ्गहरू पनि हामी सुन्नेछु AMG मा र त्योभन्दा अगाडि हामी मुभ अन गरौँ आजको लागि फर्स्ट सेगमेन्ट आर्टिस्ट जोनतर्फ। नेपाली गीत सङ्गीतको जगेर्नाका निमित्त लामो समयदेखि सुगम सङ्गीतको जगेर्नाका लागि परेका सुगम सङ्गीतका मूर्धन्य स्रष्टादेखि नवोदित कलाकारहरूलाई एउटा यो सेगमेन्टमा सम्मानित र प्रोत्साहन हामी गर्दछौँ र आज यसै क्रममा हामी नेपाली शास्त्रीय सङ्गीत र सुगम गायनमा सिद्धहस्त र चिरपरिचित नाम छुटाउन नहुने नाम र एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ गायिका सङ्गीता प्रधान राणाज्यू र उहाँको जन्म विराटनगरको 3 टुलियामा 1962 मा भएको हो र औपचारिक शिक्षा कोलकातामा पुरा गर्नुभयो। उहाँले यामीसम्मको अध्ययन गर्नुभएको छ र त्यसै गरी खरसाङ रेडियो कोलकाता रेडियो र कोलकाता टिभी लगायतका सञ्चार माध्यमहरूमा लामो समयसम्म गायनको प्रोग्राम गर्नुभयो उहाँले र त्यसै गरी हालसम्म आधुनिक गीतमा 300 भन्दा बढी गीत रेकर्ड गराइसकेकी छिन् भने त्यसै गरी पार्श्व गीत गायनमा चाहिँ 50 भन्दा बढी सङ्गहरू उहाँले चाहिँ आफ्नो मिठो स्वर दिइसकेकी छिन् र थुप्रै अवार्ड र सम्मान हात पारिसक्नु भएकी सङ्गीता राणासँग आज हामी रमाइलो कुराकानी गर्छौँ र त्यसै गरी राष्ट्रिय नारी सम्मान पनि उहाँले हात पार्नुभयो र त्यसै गरी विभिन्न FM रेडियोहरूबाट साङ्गीतिक अवार्ड पनि हात
पार्नुभएकी छिन् र अहिले नेपाली सुगम सङ्गीतमा विशेष गरी शास्त्रीय सङ्गीतमा उहाँले चाहिँ अध्यापन पनि गराइराख्नु भएको छ ललित कला केन्द्रमा र त्यसै गरी उहाँले ठुलो योगदान छ उहाँको एउटा नेपाली गीत सङ्गीतमा विशेष गरी साहित्य र क्लासिक यो फर्ममा चाहिँ उहाँको एउटा विशेष चाहिँ उहाँको योगदान छ अहिलेसम्म यहाँसम्म पुर्याउनमा चाहिँ उहाँको विशेष एउटा चाहिँ भनौँ न आफ्नो ठुलो भूमिका उहाँले चाहिँ खेल्नु भएको छ र त्यही हस्ती चिरपरिचित नामसँग म एकैछिनपछि उहाँसँग चाहिँ कुराकानी गर्छु त्योभन्दा अगाडि उहाँको एउटा ब्युटिफुल यो सानो सङ नै सुन्छौँ हामी त्यसपछि उहाँसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ सुन्दै गर्नुहोला एएमजी ओके फेरि पनि स्वागत छ एएमजी सुन्दै हुनुहुन्छ यतिखेर रेडियो धनगढीबाट शुद्ध तथा मध्यपश्चिमाञ्चलका कुना कन्दारातिर र त्यसै गरी वर्ल्ड वाइड सुनिराख्नु भएको छ www.radiodhangadhi.com बाट मैले अघि पनि तपाईलाई जानकारी दिए आज हामी माझमा शास्त्रीय संगीत र सुगम गायनमा सिद्ध हस्ती र एक चिरपरिचित नाम र छुटाउनु नहुने नाम हामी माझमा हुनुहुन्छ संगीता राणा प्रधान। संगीता दिदी स्वागत छ रेडियो धनगढीको एक फुल्ली म्युजिकल सो एएमजीमा। थ्यांक यू सो मच भाइ। सन्चै हुनुहुन्छ? एकदमै। यतिखेर तपाईको आवाज थुप्रै श्रोताहरूले सुनिराख्नु भएको छ सुदूरपश्चिम त्यसै गरी मध्यपश्चिमाञ्चलका केही भूभागमा धेरै जनाले सुन्दै हुनुहुन्छ यतिखेर कस्तो फिल भइरहेको छ? हाउ डु यु फिलिङ? मलाई एकदमै अब विशेष गरी भाइलाई नै म धन्यवाद दिन्छु हैन, कारण मैले त्यसरी मौका पाएकी थिएन यसरी साक्षात कुरा गर्ने भनौँ न, र रेडियो धनगढीको तर्फबाट मैले त्यसरी सबैसँग भेट्ने या भनौँ न कुराकानी गर्ने मौका पाएको छु। त्यसको लागि म रेडियो धनगढी र साथै भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आइ एम भेरी एक्साइटेड। अब म्युजिक फिल्डमा धेरै लामो समयदेखि लागिराख्नु भएको छ, यो म्युजिक सिनेरियो कस्तो लागिरहेको छ तपाईलाई? म्युजिक त मेरो सानैदेखिको एउटा प्यासन पनि हो हैन, त्यसले गर्दाखेरि म्युजिक कहिले पनि नराम्रो हुँदैन। म्युजिक भने जीवनलाई अघि बढाइदिने एउटा पोजिटिभ नेस ल्याउने एउटा अवेरनेस ल्याउने एउटा मानिसहरूमा भनौँ न एउटा म्युजिक इज अ पार्ट अफ योगा पनि हो। त्यसले गर्दाखेरि सङ्गीतले सबैलाई शान्ति र भनौँ एउटा मनको आनन्द दिन्छ। त्यसले गर्दाखेरि म्युजिक सिनेरियो एकदमै राम्रो छ भाइ। अब तपाईँ सङ्गीतको गुरु पनि हुनुहुन्छ, त्यसै गरी थुप्रो चाहिँ आफ्ना छोराछोरीहरूलाई जन्माउनु भएको छ। अब यो चाहिँ भनौँ न गीत सङ्गीत कतिको गाह्रो सजिलो के रहेछ यो अहिलेको पोइन्टमा? महासागर हो, बुझ्यो भने हामी यसमा बस्यौँ, यसको गहिराईमा गयौँ भने हामीले यसको अन्त पाउँदैनौँ।
तर अब सिम्पली अब सङ्गीतलाई मनोरञ्जनको रूपमा लिनेहरूले अब सङ्गीत सजिलो पनि भनी ठान्नुहुन्छ। तर अब गहराइमा जाँदाखेरि जति तल गयो त्यति नै गहराई हुँदै जान्छ। त्यसले गर्दाखेरि आफ्नो आफ्नो एउटा मत हुन्छ यसमा चाहिँ भनौँ न। मेरो लागि एकदम गहराई हो सङ्गीतमा, अझै डुब्दै जाउँ, अझै जति डुबे त्यति नै चाहिँ तल खाइ जस्तो देख्छु म होइन, अझै जानुपर्ने रहेछ जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि आफ्नो आफ्नो भ्यू हो यो। तर अब सङ्गीतै सिक्छु भनेर आउनेहरूको लागि चाहिँ महासागरै हो सङ्गीत। अब जस्तो अहिले ट्रेन्ड पनि चलेको छ नि, जस्तो जसको हातमा चाहिँ पैसा भयो होइन, त्यो चाहिँ गायक बनिहाल्ने र जोसँग चाहिँ एउटा क्वालिटी छ त्यो चाहिँ गायक नबन्ने होइन, त्यो चाहिँ पछि रहने, यो ट्रेन्डलाई चाहिँ तपाईँ के भन्नुहुन्छ? होइन, यो ट्रेन्ड त हरेक पिँढीमा आउँछ, पहिला पहिला पनि हामीले देख्यौँ होइन। तर कस्तो भने अब जो राम्रो छ उसको लागि त जिन्दगीभर नै राम्रै नै हुन्छ र त्यसको लागि चाहिँ आफूले मेहनत गरेर गर्दै गयो भने मलाई आफ्नो विचारमा म चाहिँ जहिले पनि गीताको यो श्लोक मेरो बुवाले मलाई सानैदेखि नै त्यो मेरो भनौँ न मानस पटलमा जहिले पनि घुमिराख्छ र कर्मण्यवाधिकारस्ति मा फलेषु कदाचन, तिमी आफ्नो कर्म गर्दै जाऊ होइन, फलको आशा नगरी कर्म गर्दै गयो भने त्यो कर्मले एक न एक दिन त तपाईँलाई रिकगनाइज गराउनै हाल्छ। त्यसले गर्दाखेरि भनौँ अब नेम फेम पछि लाग्नु पनि एउटा बाटो हो, एउटा यो हाम्रो कमर्सियल वेमा जानुपर्ने हुन्छ। तर आफ्नो वेमा हामी हिँडिराख्यौँ भने त्यो बाटो त लामो हुन्छ नि, टुङ्गिँदैन बाटो, र छिटो सर्टकटमा जाँदाखेरि कोही बेला हामी बाटो बिर्सिन्छौँ पनि, बिमारीमा पनि पर्छौँ। त्यसले गर्दाखेरि आफ्नो मेहनत गर्ने, आफ्नो साधना गर्ने, सँगसँगै आफूले आफ्नो कलालाई पनि निखार्दै लाने, गाउँदै जाने, मेरो विचारमा यसो गर्दै गयो भने सायद कलाले पनि हामीलाई हेर्छ र अघि बढ्न सजिलो हुन्छ। जस्तो अब तपाईँले कोलकातामा धेरै बस्नुभयो, उतै पढ्नुभयो, त्यो पोइन्टमा म्युजिक एकदमै राम्रो थियो, एभ्रिथिङ वाज गुड एट द्याट टाइम। फाइनेन्सियली पनि हेर्ने हो भने म्युजिक कम्पनीहरूले चाहिँ लगानी गर्ने एन्ड त्यो चाहिँ इन्कमको चाहिँ सोर्स राम्रो थियो भनौँ त्यो टाइममा। अब चाहिँ अहिले आएर तपाईँले भनौँ न म्युजिक क्षेत्रमा यो कस्तो अन्तर पाइराख्नु भएको छ? अपग्रेडिङ स्केलमा छ कि म्युजिक अथवा चाहिँ डिक्रिजिङ स्केलमा? अब हाम्रो भनौँ न अरू देश हेरी त हामी एकदमै ब्याकवर्ड छौँ हरेक चिजमा, नट ओन्ली म्युजिक। त्यसले गर्दाखेरि अब हामी अघि बढौँ, हामीले नै अघि बढाउनु पर्यो नि यो चिजहरूलाई। अब हामी नै फ्रस्ट्रेटेड भएर हुँदैन, भन्नु त मिल्दैन। अघि बढिरहेको छ, आजको दिनमा जति पनि आइरहेको छ सङ्गीतहरू, जति पनि साइन्टिफिकली भनौँ कम्प्युटराइज भएर डिजिटल अहिले धेरै सुविधाहरू हामीले पाएको छौँ जुन त्यो समयमा हाम्रो थिएन होइन। त्यसले गर्दाखेरि हामीले पोजिटिभ वेमा सबै कुरो लानुपर्छ। अब त्यो उहाँको जस्तो हामी पाउनु न हरेक चिजमा, जस्तो अब इन्डियाको जस्तो हामी त्यो फेसिलिटी हाम्रो छैन होइन। भनौँ न पहिले भन्दा त आजभोलि टेक्नोलोजी पनि अगाडि बढिसकेको छ भनौँ, धेरै धेरै अगाडि बढिसकेको छ। त त्यो टेक्नोलोजीलाई हामीले भने सही रूपमा चाहिँ त्यसलाई चाहिँ भनौँ न लिनुपर्ने हुन्छ। जस्तो अब त्यो टेक्नोलोजीलाई युज गरेर हामीले कस्तो राम्रो प्रडक्ट दिन सक्छौँ। यो होइन कि अब मैले एक एक लाइन जोडेर गीत गाएर चाहिँ म सिङ्गर बन्छु भन्ने त्यो मनस्थिति हामीले छोड्नुपर्छ। आई हेभ टु वर्क हार्ड होइन, मैले चाहिँ मेहनत गर्नुपर्छ र म राम्रो सिङ्गर हुन्छु भन्ने एउटा मनस्थिति लिएर आउनु भएछ भने मेरो विचारमा पक्कै पनि हामी राम्रो राम्रो कलाकारहरूको उत्पादन हामीले गर्छौँ। र अहिले धेरै भनौँ अब नेपालमा पनि हामीले पढ्दाखेरि मास्टर डिग्री थिएन सङ्गीतमा, अहिले फाइन आर्ट्स कलेजमा हामीले मास्टर डिग्री पनि 4-5वटा ब्याग हाम्रो बाहिर गइसक्यो, पढेर निस्किसक्यो। त्यसले गर्दा हाम्रोमा क्वालिटी पनि आइरहेकै जस्तो मलाई लाग्छ, बुझ्ने श्रोताहरू बढी आइरहेछ। त्यसले गर्दाखेरि अब भनौँ मेरो विचारमा बिस्तारै बिस्तारै अझ राम्रो हुँदै जान्छ सङ्गीतको क्षेत्र। हजुर, जस्तो अब तपाईँको फ्ल्यासब्याकतर्फ नै जाउँ, यो चाहिँ म्युजिकल फिल्डमा चाहिँ कसरी तपाईँले पाइला चाल्नुभयो? तपाईँको यो इन्सपायर चाहिँ पर्सन चाहिँ को थियो त्यति बेला? कसरी बताउनु? मलाई चाहिँ कस्तो 6-7 वर्षको उमेरमा नै मेरो उहाँ चाहिँ इन्सपायर, मेरो म आज जे छु जस्तो छु मेरो उहाँले गर्दा हो। र उहाँले चाहिँ मलाई सानैदेखि नै सङ्गीतमा चाहिँ हालिदिनु भयो भनौँ न, हात डोर्याएर सङ्गीत सिक्ने, रियाज गराउने, टाइममा बताउने, त्यो जुन चाहिँ संस्कार उहाँले दिनुभयो। अनि पछि गएर स्कुल पास गरिसकेपछि पनि उहाँले सिधै कलेजमा चाहिँ म्युजिक चाहिँ पढ भनेर जुन हिसाबले उहाँले चाहिँ मलाई
विश्वभारती युनिभर्सिटी शान्तिनिकेतनमा लगेर चाहिँ एडमिसन गराइदिनु भयो। अनि त्यो पछि चाहिँ अब मैले आफैले त्यहाँसम्म मेरो मुहाले जोडाइदिनु भयो होइन। त्यो पछि चाहिँ मैले आफैले पनि रियलाइज गरेँ म्युजिक इज नट इजी होइन। अनि मैले त्यो इन्भाइरोमेन्ट पाएँ, वातावरण पाएँ, जुन वातावरण देख्दाखेरि चाहिँ सङ्गीत भनेर चाहिँ के रहेछ भन्ने कुरो मैले बुझेँ। अनि त्यहीँ पढ्दा पढ्दै पनि मैले मास्टर गर्ने एउटा भनौँ न अफोर्ड गरेँ मास्टर गर्छु भनेर। र त्यो मास्टर गरिसकेपछि पनि मास्टर त अब एउटा सिलेबसको एउटा पूर्ण गर्ने एउटा माध्यम मात्र रहेछ होइन। मैले अझ मेहनत गर्नुपर्छ, अझै सिक्नुपर्छ भनेर चाहिँ गुरु कहाँ गएर क्यालकाटामा सिक्ने मौका पाएँ, गरेँ होइन। त्यसको लागि चाहिँ सम्पूर्ण मेरो भनौँ न मेरो परिवारले जति सक्दो मलाई चाहिँ त्यति बेला भनौँ त्यो समयमा उहाँहरूले अब एकदमै ल तिमी पढ्छौ, तिमी पिएचडी गर्छौ, के गर्छौ गर भनेर जुन मलाई प्रेरणा उत्साह दिनुभयो त्यो मेरो सम्पूर्ण मेरो परिवार मेरो मुवा बुवालाई म धन्यवाद दिन चाहन्छु। ओके, अब जस्तो यहाँले चाहिँ जन्माउनु भयो थुप्रै गायक गायिकाहरू हामी पनि देख्दै आइरहेका छौँ टिभी सोहरूमा, त्यसै गरी विभिन्न प्रोग्रामहरूमा जज भएर बसिराख्नुहुन्छ। अब यो यस्तो भनौँ न तपाईँको नजरमा कतिजना गायक मैले बनाएँ होला अथवा चाहिँ कति गायिका बनाएँ होला, यस्तो कति के लाग्छ तपाईँलाई? होइन मैले त बनाउने होइन, हामीले त इन्सपायर, हामीले त बाटो देखाउने हो, डराउने हो, बाटो त सबै उनीहरू हो जसले मेहनत गर्छन्, जसले एउटा भनौँ न अठोट लिएर चाहिँ लगनशीलताको साथ अघि बढ्छ, उनीहरू अघिसम्म जान्छन्। त्यसले गर्दाखेरि धेरै विद्यार्थीहरूलाई हामीले बाटो देखाइदिएको छौँ, जसमध्येमा अब भनौँ न 50% नै अघि बढिरहेछ। त्यसले गर्दाखेरि उनीहरूको मेहनत हो, हामीले त बाटो मात्रै देखाउने हो। त्यसले त धेरै राम्रो अहिले नयाँ जेनेरेसनमा धेरै राम्रो राम्रो कलाकारहरूको चाहिँ जन्म भइसकेको छ। इक्जाम्पल दिनुपर्दा को छन् यसो भन्न मिल्छ होला नि? धेरै छन्। मैले अब जस्तो नाम भन्दाखेरि म्याम तपाईँले त मेरो नाम लिनु भएन भन्छ, त्यसले गर्दाखेरि म छुट्टै हुन्छ। त्यसले गर्दा होइन, सुरुवातमा जब म आएँ त्यस बेला म कहाँ चाहिँ बिजु हजुरसँग सिक्छु भनेर नरेन्द्र प्यासी चाहिँ मेरो भनौँ न सुरुको पवित्र सुब्बा भयो, नरेन्द्र प्यासी, पवित्र सुब्बा, सुनिता सुब्बा, यिनीहरूले अहिले पनि गरिरहेछन् होइन। र यिनीहरू सुरुवातको मेरो त्यति बेला म पनि यङै थिएँ, मैले बिहे गरेको थिइनँ होइन। त्यति बेलाको मेरो भनौँ न चेलीहरू यिनीहरू हो। त्यस पश्चात त कति आए कति गए त्यो अनगिन्ती छ होइन। त्यस पश्चात पनि मैले सिकाएर गर्नेहरू अहिले धेरै छन्। तर म अब पर्सनली विश्व नेपालीको नाम लिन चाहन्छु, कारण विश्वले राम्रो गरिरहेछ अनि मेहनती छ, लगनशील छ होइन। त्यसो गरेर अब कलेजबाट पास हुने, कलेजबाट पढेर निस्किनेहरू त धेरै छन्। त्यसले गर्दा अहिले सबै शीर्ष स्तरमा उनीहरू पनि छन्। त्यसले गर्दा अब नाम लिन मलाई त्यति रहर छैन, कारण छुट्छ नामहरू। त्यसले गर्दा कसैको मन किन दुखाउने, हजुरलाई पुगिन गरे। अब एक चाहिँ चर्चित सङ्गीतका गुरु, वरिष्ठ पुरानो गायिका सङ्गीता प्रधान आज हामीसँग हुनुहुन्छ। एएमजीमा तपाईँको आवाज प्रत्यक्ष रूपमा धेरैजनाहरूले सुनिराख्नु भएको छ यो सोलाई, र तपाईँको चाहिँ प्रत्यक्ष आवाजमा एउटा सानो गीत हामी सुन्न पाउँछौँ? ए अवश्य पनि। मेरो आफ्नो एल्बम अनुपमको म सानो टुक्रा सुनाउन चाहन्छु। हाँसी हाँसी बिख पियायो अमृत ठाने देखनेले त, हाँसी हाँसी बिख पियायो अमृत ठाने देखनेले त, देख्नेहरू हिरिहाले मरिरहेछु दिनै म त। हाँसी हाँसी बिख पियायो अमृत ठाने देखनेले त। वाउ, द्याट वाज माइन्ड ब्लोइङ, असम। अब चाहिँ हामी टाइम कम छ भन्दै हुनुहुन्छ हाम्रो टेक्निकलमा चाहिँ बसिराख्नुभएका पुष्पजीले। सरी भन्न चाहन्छु टाइमको लागि। चाहिँ अब चाहिँ हामी अर्को सेगमेन्टमा अरू दिनहरूमा चाहिँ हामी चाहिँ कुराकानी गरौँला दिदी। अब चाहिँ यो सेगमेन्टको अन्त्यमा जाँदै तपाईँका चाहिँ सुदूरपश्चिम मध्यपश्चिमका धेरै फ्यानहरू छन्, धेरै श्रोताहरूले चाहिँ सुनिराख्नु भएको छ। के चाहिँ मेसेज दिन चाहनुहुन्छ, के भन्नुहुन्छ अन्त्यमा?
म मेरो सम्पूर्ण श्रोताहरू जसले सुनिराख्नु भएको छ होइन उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु, नेपाली सङ्गीतलाई माया गरिदिनुहोस् होइन। र मेरो पनि धेरै नयाँ नयाँ गीतहरू अहिले आइरहेको छ र हामी बिच भनौँ अहिले भनौँ सिकेर आउने कलाकारहरू धेरै धेरै छन्। उहाँहरूको अलिकति स्तरीय गीतहरूलाई पनि हामीले सुन्यौँ भने उहाँहरूलाई मनोबल बढेर आउँछ। नेपाली सङ्गीतलाई माया गरौँ। जय सङ्गीत। ओके, थ्याङ्क यू सो मच। हाम्रो आर्टिस्ट जोनमा सेगमेन्टमा चाहिँ शोभा बढाइदिनु भएकोमा थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच। ओके, उहाँ हुनुहुन्थ्यो सङ्गीता राणा प्रधान हुनुहुन्थ्यो र आर्टिस्ट जोन सेगमेन्टमा मैले आज सम्मानित गरेको थिएँ र उहाँसँग पनि रमाइलो कुराकानी भइसकेको छ। इट्स टाइम टु गो फर नाउ सर्ट कमर्सियल ब्रेक र ब्रेक पछि हाम्रो चाहिँ यहाँ एकजना गेस्ट हुनुहुन्छ क्लासिकल फर्ममा। उहाँ पनि सुदूरपश्चिममा धमाका मचाइराख्नु भएको छ। उहाँसँगको रमाइलो कुराकानीको साथमा उहाँका सङ्ग्रह पनि हामी सुन्ने नै छु। स्टे ट्युन। साउजी ग्यास सिलिन्डर दिनुहोस् न। ल हुन्छ। ओके, एएमजी गोइङ एन्ड एब्सोल्युटली गोइङ स्ट्रङ र धनगढी रेडियो धनगढी सुन्दै हुनुहुन्छ 90.5 मेगाहर्ज सुनिराख्नु भएको छ गृह जिल्ला वरपरका क्षेत्रहरूमा र त्यसै गरी सुदूर तथा मध्यपश्चिमाञ्चलका कुना कान्तामा पनि सुन्दै हुनुहुन्छ। 7:35 भयो। योभन्दा अगाडि मैले आर्टिस्ट जोन सेगमेन्टमा सम्मानित गरि नै सके सङ्गीता राणा प्रधान, जो चाहिँ क्लासिकल फर्ममा चाहिँ जसले चाहिँ जन्माउनु भयो। यो चाहिँ क्लासिक भनौँ न फर्मलाई चाहिँ उहाँले चाहिँ अगाडि बढाइराख्नु भएको थियो। उहाँलाई नै मैले सम्मानित गरेको थिएँ र आज मैले अघि इन्फर्म गरेको थिएँ तपाईँलाई एकजना यस्तो सिङ्गर हुनुहुन्छ जो चाहिँ सुदूरपश्चिममा क्लासिकल फर्ममा एकदमै राम्रो फर्ममा देखिराख्नु भएको छ र एकदमै भनौँ न आफू चाहिँ स्ट्रगल गरिराख्नु भएको छ। स्ट्रगल पिरियडमा हुनुहुन्छ चाहिँ अर्जुन बसन्त हुनुहुन्छ। उहाँ चाहिँ अहिले धनगढी गौरीपुर वार्ड नम्बर 9 मा चाहिँ उहाँ चाहिँ बस्नुहुन्छ र औपचारिक रूपमा चाहिँ उहाँले चाहिँ 5 वर्ष चाहिँ बिताइसक्नु भएको छ यो म्युजिकल फिल्डमा र त्यसै गरी अहिले उहाँ चाहिँ ब्याचलर पढ्दै हुनुहुन्छ र त्यसै गरी एक ल्याब सिङ्गिङ स्टार सिजन 3 को टप 10 मा पनि उहाँ चाहिँ अहिले चाहिँ हुनुहुन्छ टप 10 सिङ्गरको रूपमा र त्यसै गरी द सिङ्गिङ स्टारमा पनि उहाँ चाहिँ गइरहनुहुन्थ्यो। त्यो टाइममा गएर चाहिँ आफ्नो गुड पर्फर्मेन्स दिएर काठमाडौँसम्म पनि उहाँ पुगि नै सक्नु भएको छ र त्यसै गरी सुदूरपश्चिम महोत्सवमा खुला गायन प्रतियोगितामा प्रथम पनि हुन सफल हुनुभएको थियो र त्यही गायक तपाईँ हाम्रो एकदमै भनौँ न सुदूरपश्चिममा चाहिँ आफ्नो छुट्टै छवि बनाउन सफल वान अफ द बेस्ट सिङ्गर आज हामी माझमा हुनुहुन्छ। 2वटा सङ रेकर्ड गरिसकेका छन्। उहाँको चाहिँ आफ्नै शब्द र आफ्नै कम्पोजमा पलभरको साथ र त्यसै गरी कोर्दैछु एउटा गीत उहाँले चाहिँ आफ्नो कम्पोज र त्यसै गरी उहाँले गाइनी सकेका छन् र 3वटा रेकर्डको क्रममा रहेका छन् उहाँका सङहरू र त्यसै गरी उहाँले सङ्गीत कोर्स भुवन विदहीसँग सिक्नुभयो काठमाडौँमा बसेर। त्यसै गरी 6 महिना मुम्बईमा बसेर उहाँले चाहिँ सङ्गीत कोर्स गर्नुभएको छ र चाहिँ त्यही ट्यालेन्टेड सिङ्गर आज हामी माझमा हुनुहुन्छ अर्जुन बसन्त। स्वागत छ अर्जुनजी। धन्यवाद। यहाँसम्म आइपुग्नु भएको छ यो चाहिँ एएमजी चाहिँ प्रोग्राममा रेडियो धनगढीको स्टुडियोसम्म आउनु भएको छ। कस्तो फिल भइरहेको छ तपाईँलाई? एकदमै एक्साइटेड र एकदमै खुसी लागिरहेको छ र सुदूरपश्चिममा एकदमै हिट चलिरहेको एएमजी प्रोग्राम जुन चाहिँ विशुद्ध म्युजिक क्षेत्रलाई प्रमोट गरिरहनु भएको छ र म पनि सुन्ने गर्थेँ। यो प्रोग्रामको फ्यान नै भनौँ र खुसी लागिरहेको छ यहाँसम्म बोलाएकोमा र आफ्नो कुराहरू राख्न गइरहेको छु। ओके, आज चाहिँ तपाईँले भनौँ न आफ्नो पर्फर्मेन्स तपाईँले दिनुहुन्छ र आज कस्ता कस्ता सङ्गहरू सुनाउनुहुन्छ त हाम्रा श्रोताहरूलाई? प्राय म क्लासिकल आधुनिक गाउने गर्छु। मेरो अब प्याटर्न नै हो भनौँ। ओके, मैले अघि पनि इन्फर्म गरेँ श्रोताहरूलाई आज चाहिँ अलि डिफ्रेन्ट हुनेछ एएमजी। अरू दिन तपाईँ रक स्टार गाइजहरूको साथमा एएमजी सुन्नुहुन्थ्यो गिटारमा भने आज चाहिँ अलि डिफ्रेन्ट डेभेट छ प्रोग्राम। तपाईँलाई चाहिँ इन्फर्म गरौँ म र चाहिँ आज पहिलो साङ्गीतिक प्रस्तुति तपाईँको को रहन्छ अर्जुनजी? म चाहिँ भक्तराज आचार्यको मुटु जलिरहेछ। पक्कै पनि भक्तराज जो चाहिँ सत्य र स्वरूप राज आचार्यको बुवा हुनुहुन्छ भक्तराज आचार्य। वान अफ माई बेस्ट सङ अल्सो र मेरो पनि एकदमै मनपर्ने सङ हो। यो सङ चाहिँ मैले पनि गुनगुनाइरहन्छु बारम्बार र खुसी लागिरहेको छ आज फर्स्ट उही पनि यो एएमजी सोमा मलाई मनपर्ने सङ तपाईँले गाइराख्नु भएको छ। खुसी लागिरहेको छ र अब चाहिँ हामी तपाईँको सङतर्फ नै जाउँ। हजुर, यसमा चाहिँ फर्स्टमा जुन आलाप छ त्यो आलाप चाहिँ मैले आफै नै क्रिएट गर्नुभएको छ।
हुन्छ सुरु गर्नुहोस् है त स्वीकार गर्नु होला ओके मुटु जलिरहेछ यो मन गलिरहेछ तिम्रो याद आइदिँदा आँसु त्यसै बगेछ आँसु त्यसै बगेछ मुटु जलिरहेछ तिम्रो मायाको न्यानोपनमा मेरो माया बाँचिदिएछ तिम्रा ओठका मुस्कान सँगै मेरो हाँसो बिलाइदिएछ मेरो हाँसो बिलाइदिएछ हुरी चलिरहेछ व्यथा बढिरहेछ तिम्रो याद आइदिँदा आँसु त्यसै बगेछ आँसु त्यसै बगेछ ओके मुटु जलिरहेछ तिम्रो याद आइदिँदा आउँसु झरिरहेछ भन्दै हुनुहुन्थ्यो हाम्रो अर्जुनजीले र एकदमै मिठो सङ सुनाइराख्नु भएको छ हामीलाई र यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ रेडियो धनगढीको वेबबाट र त्यसै गरी फ्रिक्वेन्सीबाट पनि हामीलाई सुनिराख्नु भएको छ थुप्रै ठाउँहरूमा र हाम्रो माझमा हुनुहुन्छ अर्जुन बसन्त हुनुहुन्छ र उहाँ चाहिँ सुदूरपश्चिममा एउटा आफ्नो छुट्टै भनौँ न छवि बनाएर उहाँ चाहिँ अहिले परिचित हुनुहुन्छ विभिन्न म्युजिकल सोहरूमा हामी देख्न सक्छौँ र त्यसै गरी महोत्सवमा पनि हामी त्यहाँ चाहिँ हामी देखेका थिए भनौँ त्यसै गरी ओम प्यालेसमा भर्खरै सम्पन्न भनौँ न एसएलसी प्रिन्स एन्ड प्रिन्सेसमा पनि उहाँले धमाका मचाउनु भएको थियो र त्यही गायक आज हामी माझमा हुनुहुन्छ अर्जुन बसन्त अब चाहिँ अर्को कुन सङ्ग गाउँदै हुनुहुन्छ अर्जुनजी म चाहिँ अहिले आफ्नो रेकर्ड भइसकेको गाना जुन चाहिँ पलभरको साथ गाउन गइरहेको छु ओके तपाईको आफ्नै कम्पोजमा र त्यसै गरी आफ्नै लिरिक्समा र चाहिँ भनौँ आफै गाउनुहुन्छ कि सम्झिन्न पलभरको साथ ओके पलभरको साथ यो चाहिँ कस्तो प्रकारको सङ रहेको छ यो एउटा आधुनिक हो अनि एज अ लभ पनि हो एज अ लभ हजुर ओके सुरु गर्नुहोस् है त हामी अब सुन्छु पलभरको खुसी पलभरको साथ दिनु थियो भने किन मेरो साथ माग्यो किन मेरो हात माग्यो किन मेरो माया माग्यो हो किन मेरो साथ माग्यो किन मेरो हात माग्यो किन मेरो माया माग्यो पलभरको साथ सजाएका सपनाहरू एकै पलमा तोडी गयो बिरानो यो संसारमा एक्लै मलाई छोडी गयो हो अन्धकारमा पार्नु थियो मन मेरो तोड्नु थियो माया बनी किन तिमी जीवनमा आइदियो हो माया बनी किन तिमी जीवनमा आइदियो पलभरको साथ
ओके पलभरको साथ एकदमै मिठो इम्प्याक्टफुल र त्यसै गरी भाइब्रेन्ट गुड पोटेन्सियल चाहिँ उहाँको चाहिँ भोइसमा चाहिँ रहेको थियो पलभरको साथ र इट्स टाइम टु गो फर नाउ अनदर ब्रेक हियर 7:43 भयो हाम्रो स्टुडियोको घडीमा र एकैछिनपछि फर्केर आउँछु डोन्ट बी गो एनीवेयर स्टे विथ अस A little news, a little discussion. This is Radio Thankari 90.5 megahertz. Okay, let's build a musical network. Feel the vibe, feel the music. सुन्दै हुनुहुन्छ एमजी तपाईको साथमा र म सागर र टेक्निकली रूपमा त्यहाँ चाहिँ सपोर्ट गरिराख्नु भएको छ पुष्पजीले र मेरो साथमा हुनुहुन्छ आज गेस्टको रूममा अर्जुन बसन्त र आज मैले इन्फर्म गरेको थिएँ तपाईँलाई आज चाहिँ अलि फरक छ र क्लासिकल फर्म चाहिँ आज हामीले गरिरहेका छौँ र क्लासिकल फर्ममा अहिले चाहिँ सुदूरपश्चिममा राम्रो गरिरहेका अर्जुन बसन्त आज हामी माझमा हुनुहुन्छ र उहाँका मिठा मिठा सङ्गहरू आज हामी सुनिरहेका छौँ र 7:51 भयो हाम्रो स्टुडियोको घडीमा र हामी अर्को सङ्ग अब चाहिँ कुन गाउँदै हुनुहुन्छ अर्जुन चाहिँ अब मेरो रेकर्ड म्युजिक काम चाहिँ अब लगभग सिद्धिनै लागेको छ म यो चाहिँ सुनाउन चाहन्छु यो तपाईको आफ्नै शब्द यसको रचना चाहिँ आफै हो अनि कम्पोज चाहिँ आफै हो यही सुनाउँदै हुनुहुन्छ अबको पालो अर्को सङ्ग रहेको छ र सङ्ग पलाएको मेरो माया र कस्तो पलाउने छ उहाँको माया र उहाँको चाहिँ भन न मनमा चाहिँ कस्तो माया पलाएको रहेछ अब चाहिँ हामी सुन्न गइरहेका छौँ उहाँकै रियल भोकलमा पलाएको मेरो माया जलाएर किन गयो पलाएको मेरो माया जलाएर किन गयो दुई मुटुको सङ्गमलाई चुडाएर किन गयो दुई मुटुको सङ्गमलाई चुडाएर किन गयो पलाएको मेरो माया जलाएर किन गयो पलाएको मेरो माया जलाएर किन गयो दुई मुटुको सङ्गमलाई चुडाएर किन गयो दुई मुटुको सङ्गमलाई चुडाएर किन गयो पलाएको मेरो माया पहिलो प्रेम थियो हो पहिलो प्रेम थियो 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 त्यही प्रेमको चोटले गर्दा टुक्रा टुक्रा मुटु पर्यो त्यही प्रेमको चोटले गर्दा टुक्रा टुक्रा मुटु पर्यो पलाएको मेरो माया ओके हेड्स अप म्यान रियली इन्टेन्स र एकदमै मिठो र लुकेका घुम्सिएका प्रतिभाहरूलाई सोलिड गर्छ एमजीले र तपाईँमा पनि यस्तै क्वालिटीहरू हुनसक्छ हामीले नेका र तपाईँ लुकेका हुनसक्छ तपाईँमा प्रतिभा त्यही भएर हामीले चाहिँ एएमजीले चाहिँ सम्मान गर्छ र तपाईँसँग पनि यस्ता सङ्गहरू यानि कि तपाईँमा चाहिँ ट्यालेन्ट छ भने तपाईँ सम्पर्क गर्नुहोला र सम्पर्क गर्नको लागि तपाईँले चाहिँ आरजे सागर जोशीको पेजमा पनि तपाईँले त्यहाँ चाहिँ मेसेज गर्न सक्नुहुन्छ साथै प्रत्यक्ष रूपमा मलाई पनि तपाईँले चाहिँ एएमजीमा चाहिँ फलो गर्न सक्नुहुन्छ र एएमजी फ्यान ग्रुप तपाईँले सर्च गर्नुभयो भनेपछि त्यहाँ झन्डै 5000 भन्दा बढी मेम्बरहरू देख्नुहुन्छ र त्यहाँ चाहिँ फलो गर्नुभयो भनेपछि पक्कै पनि हामी कहाँसम्म आइपुग्नु हुनेछ स्टुडियो घडीमा 7:54 गयो र हाम्रो माझमा हुनुहुन्छ अर्जुन बसन्त र आज पनि उहाँका मिठा सङ्गहरू सुनिरहेका छौँ अब चाहिँ सायद अन्त्य हुनेछ यो सङ्ग र यो सँगसँगै हामीले पनि बिदा माग्नुपर्छ र यहाँसम्म तपाईँ आइदिनु भयो आफ्नो चाहिँ भनौँ न गुड पर्फर्मेन्स दिनुभयो त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु र हजुरलाई पनि एकदमै धन्यवाद र यो धनगढी एफएमलाई पनि एकदमै धन्यवाद र जुन यो प्रोग्राममा मलाई बोलाएर आफ्ना मनका कुराहरू र केही कुरा भन्न पाएँ र एकदमै खुसी लागिरहेको छ धन्यवाद
ओके तपाईँको चाहिँ आगामी साङ्गीतिक यात्राको लागि पनि एएमजी बेस्ट अफ लक भन्छ र पर्सनली तर्फबाट पनि म तपाईँलाई भनौँ न फिङ्गर क्रस भन्न चाहन्छु। हजुर थ्याङ्क यू। ओके अब नै हामी अन्त्य सङ्ग तपाईँको सुन्न गइरहेका छौँ। अब कुन सुनाउँदै हुनुहुन्छ अन्त्यमा? म एकदमै बेस्ट म चाहिँ एकान्तमा हुँदाखेरि यो गाना सुन्थेँ र स्वरूपराज आचार्यको। ओके स्वरूपराज आचार्यको कुन सङ्ग गाउँदै हुनुहुन्छ? कि सम्झिन सानीले बाडुल कि चल्यो। हस् यो सँगसँगै हामी पनि बिदा माग्नेछौँ। ओके सुरु गर्नुहोस् है त। कि सम्झिन सानीले बाडुल कि चल्यो, कि सम्झिन आमाले बाडुल कि चल्यो, कि सम्झिन आमाले बाडुल कि चल्यो, कि घरको छेउको बरको रुख ढल्यो, कि हब्बा गर्ने त्यो गाईको गोठ जल्यो, कि हब्बा गर्ने त्यो गाईको गोठ जल्यो, कि सम्झिन सानीले बाडुल कि चल्यो। ओके यो हप्ता चाहिँ आजको लागि यो प्रोग्राम सकिएको छ र अर्को नेक्स्ट विकेन्ड पनि यस्तै रमाइलो र त्यसै गरी नयाँ आर्टिस्टहरूको साथमा र त्यसै गरी रकिङ एन्ड ब्रान्डेड एपिसोडको साथमा आउने नै छु भन्दै तबसम्मको लागि सिजिलिङ सागर पनि बिदा माग्छ र साइन आउट फ्रम द स्टुडियो। थ्याङ्क यू सो मच एन्ड ह्याभ अ ग्रेट इभिनिङ अहेड।